हेलो ह्याप्पी असारे 15 गुड इभिनिङ। हेर्दा मर्निङ जस्तो देखिएला, यो चाहिँ इभिनिङ भइसक्यो। इभिनिङ भन्दा पनि बढी भइसक्यो, 6:30 भन्दा बढी नै भइसक्यो थियो। तर घाम भने टिलिलिलिलिलिन्न 12 बजेको जस्तो थियो। गर्मी नि त्यस्तै नै थियो। ओ माई गड, कुरा नगरौँ है, यस्तो गर्मी बढेको छ। घरभित्र बसौँ कति बसिरहने, एसीमा पनि धेरै बेर बस्न पनि सकिँदैन। ल भनेर निस्केको थिएँ, यसो बाहिर टाइम पास नै हुन्छ अनि भेटेर गफसफ गर्न नि हुन्छ भनेर निस्केको थिएँ। यहाँ गेम सुरु भइसक्यो रहेछ। क्युटिजले वहाँ पुरै साइकल चलाइरहेको सुमिसानलाई हाई गर्दै गएँ। बुढाहरूले पानी खाऊ है भन्दै थिएँ। अनि फेरि हाम्रो यहाँ गफगाफ सुरु हुँदैछ, गफ गर्दैछौँ सबै त्यही त। अनि गर्मीकै कुरा भइरहेछ। अनि गेम्स चाहिँ भ्याइयो। अनि यता छेउमा चाहिँ करेसाबारी छ के, दाइहरूले गर्नुभएको। अनि त्यहाँ करेसाबारीमा कामसाम गर्दै हामी गफसफ गर्दै थियौँ। हाम्रोलाई मैले भनिरहेको थिएँ कति सकेको हो भनेर गर्मीमा है। अनि हामी पनि आएर फ्रेसअप भयौँ। भात नखाऊँ भनेर अनि आज चाउमिन पकाइदिन्छु तिमीलाई भनेर उहाँले आफै प्रेप गर्नुभयो, सबै कुराहरू आफै रेडी पार्नुभयो। मलाई चाहिँ जाँगर नै लागेको थिएन। अनि चाउमिन पाक्यो। म चाहिँ उहाँले पकाए पनि पस्केर दिनु त मनै हो कि। अनि उहाँलाई पनि पस्केँ, मैले चाहिँ यति खाएँ भ्याएर। अनि हामी चाहिँ हिँड्न निस्क्यौँ। हिँड्नलाई इभिनिङ वक भनौँ कि लेट नाइट वक भनौँ, गफ गर्दै गर्दै निस्क्यौँ बाहिर। लास्टै गर्मी नै थियो। अनि त्यसमा चाहिँ एक राउन्ड लाउने है भन्दै सल्लाह गऱ्यौँ। अनि छाया खिचिरहेको थियौँ। अनि त्यसपछि त्यहाँ मुन देख्यो, मुनको नि भिडियो खिच्यौँ। ल द्याट्स मच फर टुडे। गुड नाइट, टेक केयर, बाई बाई।